वाच लिस्ट भनेर धेरैजनाले सोध्नुहुन्छ हैन। अब स्टक स्क्रिनिङ कसरी गर्नुहुन्छ भनेर धेरैजनाले सोध्नुहुन्छ है। मैले त्यति धेरै भिडियोहरू ल्याउन पाइरहेको अवस्था छैन अनि धेरै मार्केटलाई टाइम दिन सकिरहेको अवस्था पनि छैन है। अब हजुरहरूलाई म एउटा टेक्निक भनिदिन्छु, यो आरएसआई बेस्ड टेक्निक हो हैन। यसबाट हजुरहरूले वाच लिस्ट बनाउनलाई एकदमै सजिलो हुन्छ है। जसरी अब हजुरहरूलाई थाहा हुँदैन नि त कस्तो स्टकहरू स्क्रिनिङ गर्ने भनेर हैन। यो टेक्निकबाट चाहिँ हजुरले स्टक स्क्रिनिङ गर्न अथवा भनौँ कस्तो स्टकलाई मैले वाच लिस्टमा राख्ने भन्ने कुरा थाहा पाउनको लागि सजिलो हुन्छ हैन। यो चाहिँ जस्ट मैले एउटा बुलिस मार्केट सिनेरियो अथवा बाइङको लागि कसरी युज गर्ने मात्रै भन्छु। अब यो कन्डिसनहरूले एउटा बेयरिश मार्केटमा गएर युज नगरिदिनु होला, त्यहाँ धेरै रिजल्ट भिन्न आउन सक्छ, त्यहाँ युज नै गर्न मिल्दैन यो टेक्निक। जस्ट हजुरले एउटा बुलिस मार्केटमा कसरी युज गर्ने भन्ने कुरा मात्रै हो, स्टक स्क्रिनिङ अनि वाच लिस्ट बनाउनको लागि हैन। ओके, यो चाहिँ एउटा आइडिबिडी बाइङ जोन है, फर्स्ट इन्फर्मेसन हैन। अब हेर्नु है, अब यो आरएसआई बेस्ड टेक्निक हो हैन। यसमा हजुरले के गर्नु पर्यो भने सुरुमा यो दुईटा लाइन छ नि हैन, माथिको लाइन आरएसआई को 60 हुनु पर्यो, तलको 40 हुनु पर्यो है। आरएसआई को सेटिङ्समा गएर हजुरहरूले यो कुरा मिलाउनु पर्छ। माथि 60 तल 40, मिडल लाइन अलि हटाइदिनु हैन। अनि यसमा कन्डिसन के हुन्छ भने तीनटा कन्डिसन हुन्छ, हेर्नु है, तीनटा कन्डिसन है। एउटा हुन्छ तपाईको आरएसआई 60 मा एउटा बाई एक्टिभेट गर्ने हैन। अनि आरएसआई 40 मा बाई एन्ड डिप वाला सिनेरियो हो यो चाहिँ हैन। यदि बाई एन्ड डिप गर्नु छ भने आरएसआई 40 हैन, त्यो एउटा। अनि अर्को चाहिँ तपाईको रे लाइन ब्रेक। अब किनभने सधैँ 60 टेस्ट भएर पनि जाँदैन, त्यसले 60 भन्दा मुनि आउँछ, 40 को एरिया भन्दा माथिबाट जान्छ। त्यो कन्डिसनमा हामी आरएसआई ब्रेक युज गरे, ट्रेन्ड लाइन ब्रेक युज गर्छौँ। अब यो तीनटा कन्डिसनलाई ठ्याक्कै कसरी युज गर्ने हैन। सुरुमा हामी हेरौँ है, सुरुमा हामी हेरौँ, यो सुरुमा ब्याङ्किङ सेक्टरबाट बुझाउने ट्राई गर्छु हैन। कन्डिसन यहाँ एउटा बेरिस मार्केटको छ है, बेरिस मार्केटमा हामी युज गर्न मिल्दैन भनिरहेको छु। जस्ट म बुलिस मार्केटलाई कसरी युज गर्ने मात्रै सिकाउँछु हैन। अब बुलिस मार्केट हुनलाई दुईटा कन्डिसन हुनु पर्यो। एउटा तपाईँको मार्केटले अल टाइम हाई ब्रेक गरेर हैन गएको हुनु पर्यो, बुलिस मार्केट अथवा बाईको लागि मात्र सिकाइरहेको छु। बुलिस मार्केटमा कन्डिसन छुट्टै छ फेरि हैन, त्यो पनि भन्छु है। सप्लाई अन्डरै छ तर ट्रेन्ड लाइन ब्रेक गरेछ भनेपछि बाई निक्लिन सक्छ भन्ने कुरा हामीले बुझ्यौँ। यो ट्रेन्ड लाइन ब्रेक गर्ने बित्तिकै हामीलाई के थाहा भयो भने बजारले हामीलाई बाई दिन सक्छ। यो कन्डिसनमा जस्ट हजुरहरूले के मात्र हेर्ने हो भने आरएसआई 40 आ छ कि छैन हेर्ने हो। तपाईँले प्राइसलाई पनि हेर्नु पर्दैन, केलाई पनि हेर्नु पर्दैन हैन। कस्तो हुन्छ भने सिम्पल है, आरएसआई 60 मा कति बेला बाई गर्ने भन्ने सिनेरियो हैन, त्यो एकछिनपछि राखौँ होला। तर जब बजारले ट्रेन्ड चेन्ज गर्छ नि, ट्रेन्ड चेन्ज आरएसआई 60 बाई होइन है, त्यो बेलामा आरएसआई 40 बाई हो के, बुझ्नु है। ट्रेन्ड चेन्ज गरेको कन्डिसनमा आरएसआई 60 बाई होइन, ट्रेन्ड चेन्ज गरेको कन्डिसनमा आरएसआई 40 बाई हो हैन। 40 को एरियामा आएर हजुरले हेर्नुभयो भने यो कन्डिसन देखिरहनु भएको छ हैन, यो कन्डिसन अनि यहाँ कन्डिसन हेर्ने 40 भन्दा तल पनि जान सक्छ। अनि यसको लागि के युज गर्ने, कि अर्ली पोजिसनमा बस्नु पर्यो कि सिम्पल ट्रेन्ड लाइन ब्रेक भएपछि ट्रेड लिनु पर्यो हैन। तपाईहरुले आरएसआई ब्रेकलाई पनि हेर्न सक्नुहुन्छ, कन्डिसन सिम्पल छ हेर्नु है। त्यसपछि हरेक चोटी आरएसआई 40 आउँछ बाई नै हुन्छ क्या, बाई नै हुन्छ क्या। आरएसआई 40 को रेन्जमा आउँछ बाई हुन्छ, 40 टेस्ट गरेन नि त्यो बेलामा ट्रेन्ड लाइन ब्रेकआउटलाई एउटा सिग्नलको रूपमा लिने हैन। सिम्पल है, सिम्पल। अनि जब मार्केटले अल टाइम हाई ब्रेक गर्छ, अल टाइम हाई ब्रेक गर्छ, जब अल टाइम हाई ब्रेक गर्छ नि तपाईको फर्स्ट बाइङ एरिया भनेको आरएसआई 60 को एरिया हुन्छ कि हैन। जब मार्केट आरएसआई 60 आउँछ नि हजुरले आफ्नो फर्स्ट बाइ त्यो बेलामा एक्टिभेट गर्नु पर्यो के हैन। जब प्राइस फल हुन्छ, अल टाइम हाई ब्रेक गरिसकेको कन्डिसनमा आरएसआई जब 60 आउँछ त्यहाँ तपाईले बाइ गर्नुभयो, आरएसआई 60 मुनि आएछ तपाईको स्टप लस भयो हैन। सिम्पल सिनेरियो। फेरि पनि मार्केट अब बेरिश ट्रेन्डमा गयो, बेरिश ट्रेन्डमा जाँदा पनि के छ त आरएसआई 40 आइराछ, हामी बाइ गरिरहेछौँ, सिम्पल है। अनि के छ यो बेरिश ट्रेन्डमा बाइ छैन, कतै पनि छैन हेर्नु है। जबसम्म यो ट्रेन्ड लाइन मुनि छ नि बाइ छैन हेर्नु है। जब ट्रेन्ड लाइन ब्रेक आउट गर्यो, यो र्याली गयो, र्यालीमा तपाईले राइड गर्ने डिफ्रेन्ट टेक्निक छ हैन, तर मैले जस्ट आरएसआई को टेक्निक मात्रै युज सिकाइरहेछु तपाईहरुलाई। यो कन्डिसन हजुरले बुझ्नु पर्यो, 60 कति बेला युज गर्ने, 40 कति बेला युज गर्ने, ट्रेन्ड लाइन ब्रेक कति बेला युज गर्ने हैन। फेरि ट्रेन्ड लाइन ब्रेक भयो हैन, यो भनेको आरएसआई 60 वाला कन्डिसन हैन, बुझ्नु है।
यो ट्रेन लाइन ब्रेक भनेको आरएसआई 60 वाला कन्डिसन होइन, तपाईँले यसलाई युज गर्न पाउनुहुन्न। यो कुरा थाहा हुनु पऱ्यो क्या। कति हेर्नु, यो भनेको ठ्याक्कै तपाईँको म्याथ जस्तै हो कि 2+2 4 भन्ने भने सधैँ 4 भन्नु पऱ्यो कि। भनेपछि यो ट्रेन लाइन ब्रेकवाला कन्डिसनमा हजुरले कहिले पनि आरएसआई 60 युज नै गर्न पाउनु भएन क्या। जस्ट हजुरले सधैँ आरएसआई 40 नै युज गर्नु। संसारको जुन मार्केटमा युज गरे नि हुन्छ, हेर्नुहोस् नेपालकै मार्केटमा होइन कि संसारको जुनै पनि मार्केटमा युज गर्नुहोस् कि होइन। भनेपछि जब ट्रेन लाइन ब्रेक आउट भयो त्यसपछि जब आरएसआई 40 आएको कन्डिसन हेर्नु होइन, यो एरियामा नि 40 टेस्ट गर्न खोजेको छ, अलिकति र्याली दियो। सेकेन्ड कन्डिसनमा आरएसआई 40 टेस्ट गर्यो, एउटा र्याली दियो। और थर्ड कन्डिसनमा आरएसआई 40 टेस्ट गरिरहेको छ भनेपछि तपाईँ डाइरेक्ट पैसामा बसे पनि भयो, अथवा कन्फर्मेसनको लागि हजुरले बेटर के गर्नुभयो भने राम्रो, ट्रेन लाइन ब्रेकलाई कुर्नु भयो भने राम्रो होइन, अथवा बेटर चाहिँ आरएसआईको ट्रेन लाइन ब्रेकलाई कुर्नु भयो भने राम्रो होइन। जब आरएसआई यसरी मोडिन थाल्छ नि, हेरेर पोजिसन बनाउनु किन, त्यहाँबाट र्याली छ त हामीलाई थाहा छ। किन आरएसआई 40 बाट जानु भनेको त आरएसआई 60 त मिनिमम पुग्नु हो नि त, त्यहाँ बिचमा एउटा र्याली त भइहाल्छ नि होइन। यही कुरालाई हजुरले नेप्सेमा हेर्नु होइन, पहिलाको हेर्नु है। हो सप्लाई ब्रेक गर्यो होइन। अब यहाँ चाहिँ यहीँ भाइ देखाएको छ ब्याङ्किङमा होइन। अब यहाँ के छ, सप्लाई ब्रेक गरिसकेपछि कुरा र्याली आयो, आरएसआई 40 टेस्ट गरेन, हामीले यो एरियामा बाई गऱ्यौँ। ओके, सिम्पल होइन। अनि त्यसपछि जब यसले अल टाइम हाई ब्रेक गर्यो, जब गर्यो त्यसपछि आरएसआई 60 जब आउँछ बाइङ। विकलीमा मात्र भनिरहेको छु, डेली सेलले कतै पनि मिलेन है। यो विकली स्ट्राटेजी हजुरहरूको लागि होइन, टेक्निक मात्रै हो होइन, टेक्निक मात्रै हो। फेरि हजुर डेलीमा गएर युज गरिदिनु बर्बाद हुन्छ। यदि आरएसआई 60 आउन भने फेरि पनि हामी सेकेन्ड कन्डिसनमा जानु पऱ्यो कि ट्रेन लाइन ब्रेकवाला कन्डिसन होइन। आएन कि ट्रेन लाइन ब्रेकमा गइहाल्ने क्या। अब आरएसआई 60 नआइकन माथि गइरहेको छ, ट्रेन लाइन ब्रेकवाला कन्डिसनमा गइहाल्ने होइन। फेरि पनि आरएसआई 40 को रेन्जमा आयो, बाई दियो, ट्रेन्ड चेन्ज गर्यो, आरएसआई बेरिस भयो। अब के गर्यो, ट्रेन्ड चेन्ज भयो नि। अब यो ट्रेन्ड सप्लाईको मुनि हुन्जेलसम्म तपाईँले स्ट्राटेजी युज गर्न पाएन। आरएसआई 40 बाट बाई दिएको छ, कन्डिसन धेरै डिफ्रेन्ट छ। यो कन्डिसनको बारेमा अहिले हामी बोलिनौँ होइन। आरएसआई जस्ट 60 अबोभको लागि, सरी यो ट्रेन्ड चेन्जवाला कन्डिसनको लागि आरएसआई 60 अबोभ त डिफ्रेन्ट होइन। अनि अब हेर्नु है, जब यो ट्रेन्ड चेन्ज भयो आरएसआई कि 40 आउनु पर्यो, अथवा तपाईँले यो ट्रेन लाइन ब्रेकलाई बाई गर्नु पर्यो क्या। सिम्पल यति नै कन्डिसन छ होइन। फेरि पनि होइन आरएसआई 40 आएन, ट्रेन लाइन ब्रेकलाई तपाईँले ट्रेड गर्नु भयो कन्डिसन। अब के छ, आरएसआई 40 आइरहेछ हेर्नु है होइन। अब हामीले के मात्र वेट गरिरहेछौँ, जस्ट ट्रेन लाइन ब्रेक मात्र वेट गरिरहेछौँ, त्यति हो कि होइन। अब स्टकहरूमा हेरौँ, एसएचपिसीको कन्डिसन स्क्रिनिङको कुरा गरिरहेको छु म अब चाहिँ होइन, स्टक स्क्रिनिङको कुरा होइन है। हेर्नु है, सप्लाई ब्रेक गर्यो नि होइन। सप्लाई ब्रेक गरेपछि र्याली आयो नि। यो र्याली आएपछि होइन, अब यो सपोर्टमा आएन हेर्नु है, मेजर सपोर्टमा आएन, तर के गर्यो त्यो बेलामा आरएसआई 40 को एरियामा आयो, यहाँ तपाईँले बाई पायो। फेरि पनि आरएसआई पहिलाको सपोर्टमा आएन, तर के गर्यो 40 को एरियामा आएर ट्रेड दियो। अहिले पनि के भइरहेछ हेर्नु है, यो के हो, यो अल टाइम हाई ब्रेक गरेको कन्डिसन हो। यो अल टाइम हाई के गरेको छ, ब्रेक गरेको कन्डिसन छ नि होइन। हो अल टाइम हाई ब्रेक गरेको कन्डिसन हाम्रो फर्स्ट कन्डिसन के थियो, आरएसआई 60 को एरियामा बाई होइन, अथवा तल गयो भने के हो त, ट्रेन लाइन ब्रेक गरेपछि बाई होइन। यहाँ एउटा र्याली दियो, तर अल टाइम हाई पहिलाको हाई ब्रेक गर्न सकेन, सबैको प्राइसले गर्यो भने चाहिँ डाइभर्जेन्स देखियो, तल आयो होइन। एन्ड देन के गरिरहेको छ अहिले, प्राइस 40 को एरियामा छ हेर्नु है होइन। अनि यो के हो, यो हिडन डाइभर्जेन्स होइन। हिडन डाइभर्जेन्स के भन्छ यसलाई, त्यस्तै हिडन डाइभर्जेन्स है होइन। भनेपछि यहाँ के छ त, ट्रेन लाइन ब्रेक हुने बित्तिकै, हजुर स्पेसली आरएसआईको ट्रेन लाइन ब्रेक हुने बित्तिकै हजुरलाई ट्रेड्स छ यहाँ। अब धेरै स्टक्सहरू हेर्नु होला होइन, स्टक्सहरू हेर्नु होला होइन। अब यहाँ चाहिँ जस्ट इक्जाम्पलको लागि बुझाउनु मात्र खोजिरहेको छु होइन। आरएसआई कसरी युज गर्ने स्टक स्क्रिनिङको लागि भन्ने कन्डिसन मात्रै छ। अहिले के छ त, एसडिएलमा छ ट्रेड छैन नि, चिन्नु पऱ्यो कि होइन। कुनमा हेर्ने, सिएससिएलमा हेर्ने, चिन्नु पऱ्यो कि होइन। चिन्नु पऱ्यो भनेपछि सिएससिएलमा के छ, ट्रेडिङ अपर्च्युनिटी हुन सक्छ है होइन। ट्रेन्ड चेन्ज भयो नि, ट्रेन्ड चेन्ज भयो हो। ट्रेन्ड चेन्ज भएपछि हरेकचोटि प्राइस आरएसआईको 40 को लेभलमा आएछ, हरेकचोटि बाई दिएछ होइन। फेरि पनि 40 मा आएछ, बाई दिएछ। अब हामी 40 तल जान थाल्यो भने प्यानिक हुन्छौँ कि होइन, बाई दिएछ। कुर्नु पऱ्यो क्या, अपर्च्युनिटीको लागि दिन्छ क्या बजारले। एउटा एकदम राम्रो स्क्रिनिङ टेक्निक हो होइन। अब आजकल मैले धेरै भिडियोहरू बनाउनु भ्याएको छैन, अब हजुरहरूले याद गर्नु
कुनै पनि अर्को स्टक भन्नु होला हजुरहरूले, अफिस चाहिँ चेक गरौँ होइन, के छ त भन्दा त्यही छ होइन। प्राइस मेजर सपोर्टमा आएको छैन, तर आरएसआईले बाई दिइरहेछ होइन। पहिला पनि कन्डिसन त्यही छ होइन। ट्रेन्ड चेन्ज भयो होइन, ट्रेन्ड चेन्ज भयो, यहाँ माथि मात्र भएको छ। त्यसपछि अब फर्स्ट टाइम आरएसआई पनि टेस्ट गरेको छ भनेपछि यो एउटा बाइङ अपर्च्युनिटी हो होइन। हेर्ने यसरी क्या, अब रिस्क त सधैँ हुन्छ हजुर, रिस्क त सधैँ हुन्छ होइन। बिबिएल माइक्रोबाट हेरेर त के कन्डिसन छ, फेरि पनि सेम कन्डिसन है, ट्रेन्ड चेन्जवाला कन्डिसन। अब यो ब्याक टेस्टिङ तपाईँहरू गर्नु, अब मैले त धेरै ब्याक टेस्टिङ गरिसकेको छु, मलाई त गर्नु पर्दैन, जस्तो हजुरहरूलाई देखाउने मात्र हो मैले मेरो काम होइन। यो त मेरो काम त हजुरहरूलाई देखाउने मात्रै होइन। अब ट्रेन्ड चेन्ज भयो आरएसआई 40 को एरियामा, आरएसआई 40 को एरियामा है ट्रेन्ड चेन्ज भइसकेको छ क्या। अब यो माथि माथिको ट्रेन्ड लाइन, अब हजुरले ट्रेन्ड लाइनलाई कसरी रिड गर्नुहुन्छ होइन, मेरो टेक्निकल डिफ्रेन्स छ, हामी इन्डियन प्राइस एक्सन ट्रेडिङ मेथडको थ्रुबाट युज गर्छौँ होइन। अब हेर्नु त हो, फेरि पनि आरएसआई 40 को रेन्जमा हरेकचोटि पाएँ। अब यसरी हेर्ने हो क्या, अथवा आरएसआई 40 टेस्ट भएन भने के गर्ने त, ट्रेन्ड लाइन ब्रेक आउटलाई युज गर्ने क्या। गरेपछि 60 को एरिया पाइ होइन। फेरि ट्रेन्ड लाइन ब्रेक गर्यो, सप्लाई ब्रेक गर्यो, एरियामा आएन, अथवा ट्रेन्ड लाइन ब्रेक कति बेला युज गर्ने ठ्याक्कै थाहा हुनु पऱ्यो क्या, ठ्याक्कै। हेरौँ है, अहिले के छ त, अहिले 40 को एरिया टेस्ट भइरहेछ भनेपछि के हो, यो बाइङ अपर्च्युनिटी हो, यति नै हो कि। अथवा स्टकहरू स्क्रिनिङ यसरी गर्नु न होइन। अब ल सपोज तपाईँको कुन स्टक हेर्ने, एउटा अर्को हेरौँ है त, ल भनौँ एउटा ब्याङ्किङमा एसएनआई सानीमा हेरौँ के छ त यसमा। बाइङ रेन्जबाट अलिकति माथि गएको छ होइन है। अब यहाँ तपाईँले क्लियर नदेख्न सक्छ क्या, यहाँ के भइरहेछ भनेर थाहा छैन हजुरलाई होइन। भने हजुरले के गर्नु पऱ्यो भने, अब यसको ट्रेन्ड लाइन त यहाँ छ, यो ब्रेक भएको छैन अहिलेसम्म होइन। के ट्रेन्ड लाइन ब्रेक गरेपछि जाने कि आरएसआईले ट्रेन्ड लाइन ब्रेकआउट गरेपछि जाने होइन। इभिएल पनि, इभिएलमा के छ, केही पनि छैन अहिले हाम्रो लागि, बाई छ छैन थाहा पाउनु पऱ्यो होइन। एसबिआई ओके होइन, के छ, बाइङ एरियामा छ, ट्रेन्ड लाइन ब्रेक छ छैन, बाई छैन, यहाँ ट्रेन्ड लाइन ब्रेक छ छैन, बाई छैन होइन, सिम्पल क्या। बेल हेरौँ है एकचोटि, कन्डिसन त्यही छ, बाइङ एरियामा छ तर बाई छ छैन, बाई छ छैन, कन्डिसन यस्तै यस्तै छ। अरू कुनै स्टक्सहरू यसमा चाहिँ अलिक बुझाउनु ट्राई गर्छु। ट्रेन्ड लाइन ब्रेक भयो भनेपछि 40 को एरिया के थियो, बाइङ एरिया थियो। अनि फेरि के छ हो होइन, यो चाहिँ हो क्या बुझ्नुपर्ने कुरा। ट्रेन्ड लाइन बाई ब्रेक भनेपछि प्राइस 60 को एरियामा आउँदा के हो, त्यो बाइङ अपर्च्युनिटी भनेपछि यो प्राइस यसरी साइडवेज बस्दा आरएसआई यसरी डिप भएको छ भनेपछि 60 एरियाभन्दा अलिक तल गयो। अब यो बेलामा के हो, 60 एरियाभन्दा तल गयो 40 हुनसक्छ, सक्छ। अब यो त प्रिपेयर त भएर बस्नु पऱ्यो नि। त्यो बेला हामी के हेर्छौँ, ट्रेन्ड लाइन ब्रेकलाई हेर्छौँ। ट्रेन्ड लाइन ब्रेक भयो आरएसआईमा ट्रेन्ड लाइन ब्रेक भयो भनेपछि हामी बाईमा गयो क्या, सिम्पल होइन। यहाँ पनि यही कन्डिसन हुनसक्छ, यो के हो, बाइङ एरिया अहिलेको लागि। तर के छ, अब अहिलेको लागि यहाँ यो लो ब्रेक गऱ्यो भने के हुन्छ भनेको होइन कि, ब्रेक गऱ्यो भने बेरिस मार्केटमा गयो बुझ्छ होइन, कन्डिसनहरू हुन्छ होइन। कुन स्टक हेर्नेहरू, अब कुन हेर्ने त, है। अब भनेपछि यो 40 को एरियामा आउँदैछ, ट्रेन्ड लाइन ब्रेक अथवा आरएसआई 40 को एरियामा, यहाँ पनि त्यही कन्डिसन छ। अनि अब हामी लाइफ इन्सुरेन्स होइन, लाइफमा के छ त, लाइन ब्रेक आरएसआई 40 के हो, एकदम अल्टिमेट बाइङ अपर्च्युनिटी थियो होइन त्यो बेला पनि। भनेपछि स्क्रिनिङ गर्ने हो होइन, एसएनएललाई 40 को एरिया भनेपछि बाइङ होइन। एनएलआइसी के छ, 40 को एरियामा है, त्यसै के छ, बाइङ अपर्च्युनिटी दिइरहेछ बजारले। अब यसरी यो टेक्निकबाट हजुरहरूले हेर्न सक्नुहुन्छ। तर यो चाहिँ हजुरले के हो, कन्डिसन के हो भने ट्रेन्ड चेन्ज र बुलिस मार्केटमा मात्रै युज गर्नु पाए। फेरि बेस मार्केटमा गएर फेरि यो सिस्टमले काम गरेन यताउता, त्यो हुने कुरा छैन। जस्ट बुलिस मार्केटमा मात्र हजुरले युज गर्ने हो यो है, ओके।